नमस्कार साथीहरू, स्वागत छ यहाँहरूलाई हाम्रो नयाँ भिडियोमा। आज हामी कुरा गर्दैछौँ मखना खेती बारे। कम लगानी, राम्रो आम्दानी र बढ्दो बजार मागका कारण अहिले मखना खेती किसानहरूको आकर्षण बन्दै गएको छ। यदि तपाईँ पनि नयाँ कृषि व्यवसाय सुरु गर्ने सोचमा हुनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। मखना भनेको के हो? मखना एक जलीय बाली हो जसलाई अंग्रेजीमा फक्सन्युट भनिन्छ। यो पोखरी वा पानी जम्ने क्षेत्रमा उत्पादन गरिन्छ। मखना स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ र बजारमा यसको माग वर्षेनी बढ्दै गएको छ। विशेष गरी हेल्दी स्न्याक्स तथा उपवासमा यसको धेरै प्रयोग हुन्छ। खेतीका लागि आवश्यक ठाउँ। मखना खेतीका लागि पोखरी, दलदल वा पानी जम्ने खेत आवश्यक पर्छ। पानीको गहिराई करिब 1 देखि 2 मिटर भए राम्रो हुन्छ। हिलोयुक्त तथा जैविक पदार्थ भएको माटोमा उत्पादन राम्रो हुन्छ। बिउ रोप्ने समय र तरिका। नेपालमा मखना खेती प्राय चैतदेखि जेठ महिनासम्म सुरु गरिन्छ। पहिले बिउलाई पानीमा भिजाएर अंकुरण गराइन्छ। त्यसपछि पोखरीमा छरिन्छ। केही दिनपछि बिरुवा बढ्न सुरु गर्छ। बिरुवाको वृद्धि। मखनाको बिरुवामा ठूलो गोलो पात आउँछ जसमा साना काँडा पनि हुन्छन्। बिस्तारै फूल फुल्छ र त्यसपछि फल लाग्न सुरु हुन्छ। फलभित्र मखनाका दाना तयार हुन्छन्। मखना निकाल्ने प्रक्रिया। फल पाकेपछि पोखरीबाट संकलन गरिन्छ। त्यसपछि फल फुटाएर बिउ निकालिन्छ। बिउ सुकाएर तताइन्छ र फुलाइन्छ। यसरी हामीले बजारमा पाइने सेतो मखना तयार हुन्छ। आम्दानी र बजार। आजकल नेपाल तथा भारतमा मखनाको माग धेरै छ। होटल, सुपरमार्केट तथा अनलाइन बजारमा यसको राम्रो बिक्री हुन्छ। सही तरिकाले खेती गर्न सके कम क्षेत्रफलबाट पनि राम्रो आम्दानी लिन सकिन्छ। मखनाका स्वास्थ्य फाइदा। मखनामा प्रोटिन, फाइबर र विभिन्न पोषक तत्व पाइन्छ। यसले शरीरलाई ऊर्जा दिन्छ। तौल नियन्त्रण तथा स्वस्थ खानाका रूपमा पनि धेरै प्रयोग गरिन्छ। ध्यान दिनुपर्ने कुरा। पोखरीको पानी सुक्न दिनु हुँदैन। झारपात तथा किराको व्यवस्थापन गर्नुपर्छ। सफा पानी र राम्रो हेरचाहले उत्पादन बढाउन मद्दत गर्छ। यदि तपाईलाई यो भिडियो उपयोगी लाग्यो भने भिडियोलाई लाइक, शेयर र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोस्। यस्तै कृषि सम्बन्धी नयाँ जानकारीका लागि हाम्रो च्यानलसँग जोडिरहनुहोस्। धन्यवाद।